एभ्रीवान गुड मर्निङ सबैजनालाई। तपाईहरूको बिहानीको सुरुवात कसरी भएको छ हैन? हाम्रो चाहिँ बिहानीको सुरुवात धसियाको साथमा यसरी हुँदैछ साथीहरू हैन। आज चाहिँ खेतालो के खर काट्ने खेतालो, त्यही भएर हसिया बोकेर लौ हसिया बोकेर हामी खर काट्न जाँदैछौँ साथीहरू। पल्लो घरको काकाको खर काट्नु पर्ने हुन्छ खेताला, अनि त्यही भएर हसिया हथौडामा भोट हालौँ, कुनै पनि शङ्का नमान्ने। कहिले चाहिँ माटोको, कहिले चाहिँ माटो भन्नुहुन्छ, कहिले चाहिँ हसिया हतौडा भन्नुहुन्छ। के हो विश्वास गर्नु हुँदैन। यो केटा मान्छेको विश्वास भरोसा नै कर्ना भरोसा गर्नु हुँदैन साथीहरू। हामी चाहिँ त्यो डाँडामा काट्नुपर्ने हुन्छ खेताला। मान्छेहरू गएर पनि काटिसक्नु भइसक्यो साथीहरू। काट्दै हुनुहुन्छ खेताला मान्छेहरू। हामी चाहिँ ढिलो भएछ साथीहरू होइन। भर्खर यहाँ बाटोमा छौँ, जाँदै हुनुहुन्छ एकजना साथीहरू। फाइनली पुगिसकेको छौँ होइन। अनि देख्न सक्नुहुन्छ कि तपाईँहरूले साथीहरू कस्तो भिरमा काट्नुपर्ने, यस्तो भिरमा काट्नुपर्ने हुन्छ साथीहरू। भिर छ, काट्दै हुनुहुन्छ। यो भिरदेखि यता सबैबाट काट्नुपर्ने हुन्छ। घाम लागेर गोलियो के, अनि इनर्जी ड्रिङ्क्स सिसी सानोको देखेन। यो खाएपछि तागत पलाउँछ कि साथीहरू। अनि यति काटिसक्यौँ अहिले कलतिर बाँकी यस्तो भिर पाखा पहिरो, पाखा पहिरो। कति लोभ लाग्दैछ म भरै। यहाँ त चलाउनु सजिलो छ यसमा। गर्ने मान्छेलाई त्यसरी मैले अनि भोलि मलाई चाहिँ कम्चीहरू लिएको ल दिदी चाहिँ साँच्चै छ रहेछ। बुढाले हकार्दै अनि बुढाको व्यवस्था कस्तो छ हेर्दा मात्रै यसो माया लाग्छ जस्तो। अब त छोडेको दिवस माग्नु आएको मेरो मैले सही बिहा गरेको भए पनि जान्छु बिहा
हेलो साथीहरू, म चाहिँ खेतालोबाट आइसकेको छु अनि अरूहरू चाहिँ काट्दै हुनुहुन्छ। म चाहिँ गोठालो गर्नुपर्ने भएकोले गर्दाखेरि खाजासाजा खाएर अनि आएको छु साथीहरू। अनि मेरो वस्तुहरू यतातिर छ, पानी खाइरहेको छ कुवामा। साथीहरू, अब चाहिँ म गोठालो गर्नुपर्ने हुन्छ अनि आजको हाम्रो खेताला यस्तै भएको साथीहरू। म चाहिँ गोठालो गर्नु आउनुपर्ने भएको कारणले गर्दाखेरि म छिटो नै आइसकेँ। अरूहरू त खर काट्दै हुनुहुन्छ अनि अहिलेसम्म हेरिदिनु भएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद। अनि बाई साथीहरू, बाई।